Hello guys. What's your name? What's your name? Bye. Suman दाइहरु चाहिँ आउनु भएको छैन सुमन दाइहरुले आउनु भएन हामी सुमन दाइहरुलाई कुन्ने बाइ गाइछौँ भयो अरु भन्नु न गीत बनाउन छ गीत बनाउन भन्न हामी कहाँ आइनेको हो गाइजहरु हामी हिँडेको गाइजहरु थाहा छैन भने लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु अरे ल भाइ यहाँ पेट हान्न यस्तो पेट यहाँ क्यामेरा मार्न गाइज हामी अहिले ड्यामतिर हिँडेको दुईजना चाहिँ ओके राने बोले हेलो भन्दैन हेलो त्यस्तो नदेखाइ के गरे यो त औडा रहेछ बे त्यस्तो नगरे गोले भाइ ओइ बोल्टे हो त गोले भाइ कसम दाइहरु चाहिँ अगाडि पुगिसक्नु भयो किसन र आयुष आउँदै छ भइरहेको तिनीको हालचाल हामीलाई थाहा भएन कुदाउने गऱ्यो अझ कुदाउने डुक कुदाउने त नचल ल हामी चाहिँ चल्दैछौँ गाइजहरु मिरमी हिँडेको थाहा छैन यो सुमन दाइले के गरेर लानु भयो हामीलाई अनिपछि हामी जाँदैछौँ तिनीहरू आउँदैछन् खै अब आजबाट भ्लग स्टार्ट गरिदिएको बाल भएन दादालाई हेरौँ अब के हुन्छ अहिले रुक्न त्यहाँ हामीसँग गोले पनि छ गोले भोसडी ए गोले हेलो भन् यता के रुक्न ल अरू त थाहा छैन के हुन्छ अहिले सर्ट अहिले चाहिँ हामी लुडीखेल आइसकेका छौँ है तिनीहरूको डुक बाइकको त्यो पछाडिको ब्रेक तातेर पानी हालेर ल चाहिँ हाम्रो धोचु भाइको हेर्दा त राम्रो छ तर धोचु के भयो र ल हामी चल्दैछौँ समाज त यस्तो समाज क्या हामी चाहिँ चल्दैछौँ मिरमीतिर आज त खै के जोस लाग्यो भ्लग बनाउने हेरौँ अब मैले कतिको बनाउन सक्छु कतिको कन्फिडेन्स मसँग अहिले एकछिनमा थाहा हुन्छ अनि हामी चाहिँ को जाँदैछौँ भन्दाखेरि चाहिँ सुमन दाइ अगाडि गइसकेछन् अनि म र आकाश भाइ चाहिँ पछाडि छौँ अनि सोनिस र लप्सर आउँथ्यो अनि पछि आयुष भाइ र गिल्सन चाहिँ गइसकेको छ तिमीलाई अब हामी भेट्नेछौँ अब हामी चाहिँ एकैचोटि पेट्रोल पम्पमा गएर भेट्नेछौँ है गाइज पैसा तेल हाल्ने ल सर्ट राख भयो के हामी चाहिँ यहाँ उता देखा त कहाँ हो यो भन्दाखेरि जिरो भनौँ न अनि यता कहाँ हो इटाली चोकमा आइसकेको छौँ गाइजहरू यहाँ चाहिँ हामी दुईजना ढोचोहरू भेटिसकेको छौँ यहाँ गिल्छन् आइस भाइ भेटिसकेको छौँ अनि सुमन दाइले त्यहाँ खै मिनी भ्लग बनायो स्किनी जिन्स लाएर ल जाम सामान क्यामेराम्यान फोकस गरियो इधर के हो लाइभ हो हैन फोकस क्यामेराम्यान फोकस गरियो इधर हाम्रो थोपडे पे यस्तो गर्दा हुन्न के भाइ यार त्यो नर्मल चीज हो हाम्रो दोस्तलाई देखाइदिइसकेँ मैले ल हाम्रो गिलो राइडर चाहिँ त्यहाँ छ हामी चाहिँ फर्स्टमा हिँड्ने सेट खोया जस्तो भयो क्यामेराम्यान फोकस गरौ न खोया भयो खोया
धुर भएको छ हामीसँग चाहिँ यताको भ्यू भन्नु भएन हाम्रो आयुष चाहिँ यहाँ छ नै यता हेर न कति खोल्नु आइदेऊ त भाइ चल के गरेको तल फेरि स्टोरेज फुल गरेर दिन्छ जस्तो लाग्यो तल फेरि स्टोरेज फुल गरेर दिन्छ फस्यो अहिले कसरी छोपे अन्त अब यार छोप्दै त जान्ने गर्छ ए हो अब यस्तो घुमाउने यसरी सो हामी चाहिँ अब फाटो बिर्मी फाटो आइसकेका छौँ है अब त्यो हात देखिन्छ कि त्यहाँ धेरै युज गरिस् भने अझै अलिक पछाडिसम्म न हल्का यसलाई भिडियो यसलाई यस्तो धोत्रुवाला क्यामराम्यान भएको छ गाइजहरू स्टोरेज ब्याट्री धेरै आएन कि स्टोरेज फुल गराइ सो गाइज हामी चाहिँ अहिले विष्णु डाँडा आइसक्यौँ खै देखा त तैँले वाइड एङ्गल गराइसक्ने कि त अगाडि पछाडि त्यहाँ पहिला उत्रु वाइड एङ्गल गराइसक्ने ल देखायो त ल अब हामी चाहिँ विष्णु डाँडा हाम्रो प्यारो आन्टीकोमा चटपट खान आएको छौँ अरे चटपट खानु पाइन्छ अलि चटपट ल चटपट सटपट खाने भयो हामी यहाँ आन्टीलाई सम्पर्क गर्न सकिन्छ है यहाँ चाहिँ चटपट पाइन्छ मिठो पानीपुरी झन् लभली पाइन्छ ए फुड हामी चाहिँ फुड भ्लगर हो अनि यहाँ चाहिँ दामी चटपट र पानीपुरी पाइन्छ भक्क नै अहिले खानुपर्छ हामीले त्यो चाहिँ पहिला हामी उता तल गएर आउँछौँ तल चाहिँ खै यहाँ सुमन्दाले के ल बाइक राखेर आउँछौँ हाम्रो यहाँ दाइल चाहिँ अब हल्का ग्याङस्टरवाला पोज दिनु भन्दैछ अनि म चाहिँ ग्याङस्टर त्यताबाट गए पनि ग्याङस्टरवाला पोज दिँदैछौँ यता देखा न यहाँ चाहिँ ग्याङस्टरहरू गरे गाइजहरू यता हेरेर गाई बोल्नु न उता उता हेरेर बोले जस्तो गर्नु न क्यामेराम्यान बनाएको छ यहाँ हेर यस्तो छ दुःख छ हेर कन्टेन्ट बनाउनको लागि भयो सर्ट भयो ल अब यो भ्लग हेर्नको लागि चाहिँ सुमन दाइलाई फलो गर्नु होला सो ड्याम हेर्न सक्नुहुन्छ गाइज म चाहिँ रोनिस बरालको च्यानलबाट बोलेको छु आकाश बराल टिकटक आइडी चाहिँ मेरो लिल जेड छ है गाइजहरू भ्युज हाम्रो युट्युबमा भ्युज चाहिँ हाम्रो 100 पनि गर्दैन तर आकाशलाई फलो गरिदिनु होला है सर्ट ल अब हामी तल जान्छौँ तल गएर एकैचोटि भेट्छौँ अब आइस बाहिर किलेहरू चाहिँ अब जान्ला अरे अब हामी सुरुङमा गएर भेटौँ है सो गाइस हामी चाहिँ सुरुङमा आइसक्यौँ है ग्याङहरू पछाडि हामी चाहिँ दादाहरू चाहिँ अगाडि हो कि अलवेज अगाडि देखा धेरै छ गाइस सुरुङभित्र छिरेछौँ है गाइजहरू अब चाहिँ उता बाहिर धन्न खाइभएको यहाँ ओ बाटो धेरै अप्ठ्यारो छ चिप्लो रहेछ धेरै धन्न खाइभएको थियौँ अब चाहिँ हामी यति अगाडि पुग्छौँ उता बाहिर त निस्किनु पाइने मिल्दैन क्या हो अहिले भएर सो गाइस चमेरा देख्न सक्नुहुन्छ भनेको तर देखिएन यार सिट नो बाटो त लभ छ है चिसो निस्किनु मिल्दैन के ओ त्यहाँ बाइक रहेछ अगाडि मान्छे रहेछन्
मान्छे मान्छे ओहो गना छ यार के गना छ यार गना छ गाइस के गना छ थाहा छैन हामीलाई अगाडि चाहिँ बन्द रहेछ गाइस ओ नो नो यहाँबाट अगाडि बन्द छ गाइस सो गाइस हामी फर्किसक्यौँ है अब चाहिँ म बोल्छु के अब चाहिँ फर्क्यौँ हामी उताबाट चाहिँ निस्किनु मिल्दैन किनकि अहिले चाहिँ त्यहाँ पहिरो गएछ कि भाइ के भएको थाहा भएन त्यहाँ चाहिँ निस्किनु मिल्दैन तर छ्या के हो गना छ यहाँभित्र चाहिँ नाच्दै गना छ अनि यहाँ चाहिँ डेटिङ आउनु भयो रहेछ सरी है हामीले डिस्टर्ब गऱ्यौँ होला तपाईँहरूलाई सरी हामी माफी चाहन्छौँ अब चाहिँ हामी बाहिर निस्किनु लाग्यो बोल्दै उता यो क्यामराम्यान चाहिँ मेरो चाहिँ अलिक खोस्टा छ किनकि म बोल्दा बोल्दै उता देखाइदिएँ यस्तो साइको यो टनेल ओ धन धन प्ला 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 अलिकति बाटो चाहिँ चिप्लो छ तपाईँहरू घुम्न सक्नुहुन्छ गाइजहरू सो गाइस चमेरा देख्न सक्नुहुन्छ माथि चमेरा देखाइदियो चमेरा पाउनु चमेरा माथि चमेरा देखाइदियो त ब्याटम्यानहरू धेरै छ है चमेरा देख्न सक्नुहुन्छ है सरी फर दि चमेरा गाइजहरू चमेरा जति उडिसक्यो है सो गाइस हामी चाहिँ अहिले यहाँ माथि आइसक्यौँ सो गाइस भन्दै बस मेरो चार्ज भेटिदिनु भयो केटाहरू चाहिँ अगाडि अगाडि हिँड्दैछ हामी चाहिँ पछाडि पछाडि छौँ किनकि भाइहरूले अगाडि हिँड्नु दिनुपर्छ हामी फेरि कुद्यो भने फेरि ठाउँ पुग्दैन अरे काब्रेल सम्धिल चाहिँ मेरो ज्याकेट लगाएर धन भन्छ नि पातलो दुब्लो देखिया छ नि देखाइदे यो चाहिँ ड्याम हो यो चाहिँ ड्याम हामी चाहिँ नेपालको सेकेन्डमा पर्ने यो ड्याम अहिले चाहिँ यहाँ पानी छोड्दो रहेछ पानी छोडेर उता सुमन के हो भिडियोमा हाले सुमनलाई के हो हजुर सुमन भनेको मेरो अर्को साथी के यता यता पानी देखाइदियो क्यामेराम्यान देखाए प्याप अहिले चाहिँ अहिले तँले मलाई देखाउने कि उसलाई देखाउने होइन अहिले चाहिँ पानी खोलेर रहेछ त्यही भएर चाहिँ अलिक ठुलो गरेर छ अनि यता चाहिँ हाम्रो गाईहरू गाईको गाईहरू शान्ति चाहिँ मिनी भ्लग बनाउने गऱ्यो फिल्म बनाए जस्तो डाँडा पनि खिचियात छन् सबै खिचियात छन् को चाहिँ यहाँबाट झरिदिउँ अहिले गाडी गरिदिनु भन्नुहुन्न हाम्रो डिसेन्डर डाँडा अब अलि एकछिनमा अब के हुन्छ अब हल्का यहाँ बक्चोती गरिन्छ हामीले अनि त्यसपछि हेरौँ न के हुन्छ है अरू चाहिँ त्यस्तै अब के गर्न सक्यो र आउने जहिले आउने हङ्न पनि मिर्मी ड्याममा आउने मुत्न पनि यहीँ आउने भिडियो बनाउनु पनि यहीँ जे गर्दा पनि यहीँ मान्छे मऱ्यो भने यहीँ आउने जहिले यहीँ हो अब तपाईँहरू नयाँ हुनुहुन्छ भने देख्नु भएन भने चाहिँ हामी देखाइदिनु सक्छौँ अरू त के हुने हो र ल एकछिनमा अब त्यहाँ है यिनीहरूको यस्तो सक्यो दाइ फोटो खिच्दैन भनेको भिडियो गर्दैछु थाहै छैन यता चाहिँ ओ गाइजहरू यता हेर त लुक एट मी ओ यिनीहरू फेरि नेपाली बुझ्दैन इङ्ग्लिस यहाँ फेरि साइको छ नि त यिनीहरू फेरि इङ्ग्लिस बुझ्दैछन् के ओ पेटे ओ आइस भाइ यता हेर त ओ
ओए इङ्ग्लिस बुझ्दैन तिमीहरूले साइकोहरू पोज हेर यपट्टिको पोज हेर न पोज अरे यहाँको पोज यहाँ चाहिँ यस्तै यस्तै रहेछ अब के हो यो मलाई थाहा भएन गाडी हो के गाडी गाडी हो ए गाडी आइछ गाडी 4 गाडी छाडा जब ल्यान बाल छैन छाड बोल्दैन युट्युबमा हालिदिने फेसबुकमा हालिदिने अस्ति भर्खर पनि आएको होइन टिकटकमा टिकटक यसको त क्लिपै बनाएर हाल्ने कस्तोवाला फोटो हाल्ने अरे यहाँ चाहिँ बुद्धको पाला ग्यादरिङ नभए नि कि म गोरु भएको कि नदेखा नि ल खोया टिमहरू छ अरू भन्नु पर्यो कि होइन यो ड्याम खोलेपछि ठिक छ यहाँ सुमन दाइले के गरेको कहिले कता कि चिया छ नि कहिले यहाँ हेर त सबै उत्रै खाने कि यहाँहरू त तपाईँ जानु जा त क्यामेराम्यान गोदियर फकहरू हो कि न फकहरू ब्यान चोट यो चाहिँ हाम्रो मिर्मीको ड्याम तपाईँहरूले देख्न सक्नुहुन्छ तपाईँहरू टुर आउनु सक्नुहुन्छ भ्रमण अनि घुम्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले चाहिँ हल्का खै के कन्स्ट्रक्सन हो कि के चलिरहेछ तल जानु पाएनौँ हामी त्यसको लागि धेरै गर्नु सरी त्यसको लागि चाहिँ के हो यो मैले त्यो बत्ती अन गर्ने होला कि कन्ट्रोल बटन हो त्यो घर हो ट्र्याक्टरको गौतम बुद्धको छाप पनि छ यहाँ गौतम बुद्ध पनि घुम्न आउनुभएको थियो यहाँ यहाँ चाहिँ गौतम बुद्ध पनि घुम्न आउनुभएको थियो अनि गौतम बुद्धको दामी दाम छ किनकि उहाँ फेरि यस्तो खाले हिँड्ने चाहिँ यस्तो सिधै यहाँ परेर सिधै किनकि बिचमा दाम छैन सिधै त्यहाँ सिधै अनि यहाँ चाहिँ म यहाँको हो ओनर हो यहाँको सर नमस्ते गरौँ मलाई भाइ यो मेरो घर सम्हालेर आइदेऊ भाइ यो मेरो भाइ नोकर हो यो फेरि मेरो जो घरमै यसलाई मेरो फेरि गाउँघरमा त्यो आलु सालु खान्न पर्छ पछि अरू त त्यस्तै केही भन्नु होइन मिरिमीमा यही हो घुम्ने ठाउँ हाम्रो घरतिरको अलिक भाइरल भनेको भाइरल त के भन्ने अलिक चर्चित जस्तै भनौँ न चर्चित होइन कि सेकेन्ड हाइड्रो पावर अफ नेपाल होइन तर ठुलबाबा हजुरमाको दुःख पाइयो पुरानो बाबा यो बनाएपछि आउने भित्र घुम्नै पाइएन कि कति पछि आएको फोटो भित्र खिचाउँला भने खिच्न पाइनँ दुःख छ मलाई यो झुन्डेर मर्छ अब ऊ त्यो फुलको बोटमा अनि यो गाडी चाहिँ अस्ति मैले ल्याएको थिएँ गोजीमा हालेर अहिले त यत्रो भयो छिटो भएको दाइ पनि भन्दैन आजकल भिडियो बनाउने कि जाने भिडियोको टेन्सन चाहिँ हामीले भिडियो बनाउँदैन मैले नि बनाउने कि भिडियो त ल देखा त अब के गर्ने त नि यस्तो छ अब घर माथि जाने हो अनि माथि गएर चर्पी खाने हो अनि पानीपुरी अनि त्यसपछि अब त्यहाँ हामीले कस्तो हुन्छ हामी भन्छौँ अनि त्यही ल हस् थ्याङ्क यू यो गाडीको टायर प्ल्यात्त भएछ सो यो गाडी मैले जमानामा यस्तो ड्रिफ्ट हान्थेँ नि मैले मलाई जित्नै सक्दिनँ कि यो गाडीमा मलाई कसैले पनि मलाई के भने हामीहरूले रङमा बोल्नुपर्छ भन्ने थाहा होइन रङमा अहिले म बोल्नु दाले त ब्याट्री भ्याइदियो तिमीहरूले यो गाइज फेरि पनि वेलकम ब्याक टु माई अनदर भिडियो आज चाहिँ हामी मिर्मी हाइड्रो पावर घुम्न आएको थियौँ यहाँ छ मेरो भाइ यहाँ अर्को भाइ त्यहाँ अर्को भाइ तिनैजना कान्छा भाइ हो हेर त त्यहाँ गाडीले होइन के त्यो के फालेको भन्दाखेरि त्यो खाना बेसी भएर चाहिँ अपच भएर चाहिँ त्यो पातेको चाहिँ पात्दाखेरि चाहिँ त्यस्तो आएको थियो होइन गाइज होइन यो चाहिँ हेर्न सक्नुहुन्छ यता यस्तो इफ तपाईँहरूलाई ऱ्याफ्टिङ खेल्नु मन छ भने हाम्रो कालीगण्डकी हाइड्रो पावरमा नै मिल्छ ऱ्याफ्टिङ खेल्नु स्टोरेज फुल बनाइदिन्छु हो त्यहाँ ल है गाइज अब चाहिँ यहाँ तपाईँहरूले पसल खोल्नुहुन्छ भने यहाँ आउनु सक्नुहुन्छ यहाँ सटर छ यसको प्राइभेट रुम गरे चप्पल पनि खुसिसक्यो र त्यही हो गाइज होइन अब के भन्नु सक्यो यहाँ गौतम बुद्धको उस छ मैले बत्ती बाल्न भनेको यार जम्मा 2-3टा बालेको सबै बाल भनेको बत्ती यार बत्ती बाल त
भाइ यिनीहरू सब पागलहरू गाई है त्यो चाहिँ माइन्ड नगर्नु होला होइन बल्बै हाल्यो नि यसको यो सिसै फुटालेछ अब ए भाइ बत्तीवाला त सब यहाँ हालेर चाहिँ यहाँ झन् ब्लमै होइन सबै काम ब्लमै होइन भएन भएन गाई यो चाहिँ क्रेन हो होइन अब तपाईँहरूलाई जेसिबी कहीँ अड्किन्छ भने बोलाउनु यसले तानिदिन्छ झिकिदिन्छ ढुक्क हो बत्ती बाला गाइज हामी चाहिँ गाइज यता हाम्रो ठाउँतिर वरिपरि गाउँहरूमा मान्छे मऱ्यो भने चाहिँ यहाँ ल्याएर चलाउँछ होइन यो चाहिँ एउटा घाट हो हाम फालेर मरुकी काली गण्डकीको खोलामा हाम फालेर मरुकी काली गण्डकीको त्यहाँ चाहिँ माछा मार्यो तिमी आएनौ म फर्किए घरमा ल ल हामी पनि मैले यो ट्र्याक्टरमा यस्तो दामी ड्रिफ्ट हान्थेँ है ड्रिफ्ट त्यो बेला यस्तो त्यो बेला टोकियो ड्रिफ्ट हो टोकियोज ड्रिफ्ट अहिलेको बेला त अब सकिन्न चल भुटुवा पाइन्छ गाइस भुटुवा ल गाइस अब चाहिँ हामी घर जानु आँटेको सिधै हामी अब निस्किन आँटेको रेडी अवस्थामा सबै 3 2 1 गर्छु कि क्यामेरा भाइ हातमा गाइस हामी चाहिँ अहिले यो माथिल्लो बाटो आयौँ है दामी छ यो बाटो सो मेरो आवाज नआउन सक्छ तपाईँहरूलाई तर म बोल्छु हालिम डाँडामा त्यो डाँडामा हालिदिउँ डाँडामा भयो नहालौँ भयो अब हामी फर्क्यौँ माथि त्यो माथि डाँडामा अन्तिकोमा चट्टाखाट भनेको अब के हुन्छ गाईहरू चट्टाखाट चल्दिनु भयो खै गाई चल्यो के भयो अब चाहिँ खास चट्टाखाट जानु भनेको भन्नलाई चाहिँ खैया दाहरू खै वा काट्न जानु भन्नु अब मिठो चटपट हालेर जाम भनेको चटपट पानीपुरी बनाउन गाइस यस्तै भयो आजको भ्लग जोत्नु भयो अब पानीपुरी खाँदा खाइयो भन्दै नखायो भने अब सिधै घर गएपछि भ्लग एडिट अनि एडिट गरेर झ्याप्छु पोस्ट है यस्तै हावा भ्लग हेर्नु मन छ भने चाहिँ मलाई केही पनि नगर्नु होला ल धन्यवाद भयो हामी चाहिँ भनेको ठाउँमा आयौँ चटपट खान चटपट बनाएको दिएको गाइस यता भिडियोमा हाई भन्नु न गर्नु न यताले त माइती चाहिँ हाम्रो यता म बोल्छु भने चाहिँ कालीगण्डकी एरियाभरिको चाहिँ भाइरल चटपटेवाला होइन माइजू आउनु पर्यो तपाईँहरू यही हाम्रो हाइड्रो पावर माथिको डाँडामा ल माइजू हाई भन्नु त एकचोटि फेरि आउनु पर्यो सबैजना भन्नु न सबैजना आउनु होला चटपट खानको लागि यहाँको चाहिँ स्पेसल भनेको चटपट पानीपुरीको त पानी त हामी अस्ति कति खाइयो माइजू त दिँदा वाक्क लाएर हामी त्यहीबाट तल झरेर जान्छौँ है तल झरेर जानुहुन्छ त्यो पैसा फिर्ता ए यहाँ आइज न भाइ त्यो गाइज ल यहाँ हेर्न सक्नुहुन्छ तपाईँ यता यस्तो लभली ठाउँमा खाँके यहाँ एउटा चौबारी छ चौबारीबाट मुनि यस्तो लभली भ्यू छ साथसाथै अब तपाईँहरूलाई खाजा भोकसोक केही अलिअलि लाग्यो भने चाहिँ यहाँ हाम्रो माइज हुनुहुन्छ है माइज हुनुहुन्छ यहाँ आउनु यहाँ अब यहाँ चाहिँ हाम्रो अनि अब हामीले चटपट खानुपर्छ पानीपुरी कति कालो देख्छ अँध्यारो अँध्यारो कालो देख्यो हो बल्ल गोरु आयो ब्राइटनेस अघि कम रहेछ सो द्याट्स वाइ बत्ती बाल्यो गाइस म उज्यालो देखेको छु होला अब चाहिँ आगे आएछ क्यामेराम्यान चटपट र पानीपुरी खानुपर्छ हामीले भनिसकेको छ मिठो त बवाल हुन्छ नो कम्प्लेन हो यहाँ त्यो उसमा भन्दा चाहिँ मिठो हुन्छ गाइस गलेङ भन्दा गलेङ भन्दा चाहिँ धेरै मिठो हुन्छ यार हो कसम त्यो उसहरूलाई त्यहाँ खोस्टाहरूलाई साइकोहरू चाहिँ त्यहाँ नै साइको नै ल अब चटपट खाने बेला भेटौँला किनकि अब हामीले खाँदाखेरि त त्यो भिडियो हेर्ने यता भिडियो हेर्ने मान्छेहरूको पनि मुखबाट र्याल आओस् न भाइ होइन यस्तो दामी बास्ना आज सर्ट
सर्ट यो हानेपछि फेरि पानीपुरी हान्नुपर्छ है हामीले। यो चाहिँ सर्ट हान्नुपर्छ है, फास्ट हान्नुपर्छ सर्ट। गिटार त खाएर भन् त कस्तो भाइ? त्यसै चपा आएर त्यसै मिठो अगाडि अब देखा मलाई। दामी खाइछ माइज चाहिँ राम्रो चटपट झन् त्यति मिठो हैन माइज ल भन्। नाइस छ क्या, नाइस, नो कम्प्लेन हो क्या, अलवेज नाइस हो क्या। सोध्न जानु जात बोल्दै जानु साला सर्ट छ है सर्ट। ल ल ल दाइ के ल पानीपुरीमा भेटौँ है। माइजु गाइस कसम भनेको गनेर तीनचोटि खाए हैन केटाहरूले चटपटे ठ्याक हो क्या, अन्डरहरू देखाउन गएको के गर्नु अब खिलाउनै पर्यो अब भाइहरूलाई ल्याएपछि खाएको देखाउँदै बस्नेहरू म ब्याग चलाउनु जानु यस्तो। खाता है और वही जिस थाल में खाया उस थाल में ठोकेगा तो मन को के जाना में ले रहा है ना। त्यही गाइस ल सर्ट पानीपुरी आयो यहाँ लिखिरहेको गरिरहेको भिडियो भनेर त ढिकेको रहेछ। कस्तो छ भाइ? हेरे नच क्यामराम्यान देखा इधर खै मलाई लभली हो के लास्ट बाइट गाइस वान अफ द फेभरेट है गाइस। ओके अब अहिले चाहिँ पानी पऱ्यो, अब घर जाने हो भनेको पानी पऱ्यो। अनि मोबाइल पसलमा देखाउनु छ फोन, किनकि मेरो फोन खोस्टा भएको हो। अनि फोन देखाउँछौँ, त्यसपछि घर जान्छौँ, पानी परेछ हल्का, ए हल्का होइन ठुलै परेछ।